नमस्ते नमस्ते नि हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तुता दीपक लामा। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ खोज तलास टेलिभिजन। खोज तलास टेलिभिजनको मार्फत यहाँहरूलाई हामीले विभिन्न क्षेत्रमा खोज तलास गर्ने गर्दछौँ। आज पनि अलिकति हामीले पृथक विषयमा कुराकानी गर्न गइरहेको छौँ। विषयवस्तु रहेको छ आध्यात्मिकको विषयवस्तुमा। अहिले विश्व समाज चाहिँ अलिकति भौतिकवादी तर्फ उन्मुख भइरहेको अवस्थामा अलिकति आध्यात्मिक विषयलाई पनि हामी जोड्न गइरहेको छौँ र यसको विषयमा कुराकानी गर्नको निम्ति एउटा यस्तो व्यक्तित्वलाई मैले यहाँ निम्ताएको छु जो चाहिँ आध्यात्मिक क्षेत्रमा लामो समयसम्म आफूलाई जीवन र जगत के हो भन्ने विषयमा चाहिँ लामो समयसम्म अध्ययन गर्दै त्यसमा लामो समयसम्म साधन गर्नुहुने एकजना साधक भनौँ, एकजना वरिष्ठ व्यक्तित्व हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन हार्दिक स्वागत गर्न चाहन्छु। यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हजुर, हस्, धन्यवाद, नमस्कार, जय गुरुदेव। यहाँको अलिकति परिचय दिनुहोस् न। मेरो नाम चाहिँ खेमराज पुरी हो, उदयपुरबाट। उदयपुर। म चाहिँ जय गुरुदेव सत्सङ्गको शाकाहार र सदाचारिताको प्रचार प्रसारक पनि एक प्रकारले हुँ। अनि त्यसले गर्दाखेरि चाहिँ अब जय गुरुदेवलाई नै भन्दा पनि कुनै त्यसमा आपत्ति छैन होइन। गौरवको विषय मान्दछु म चाहिँ। जस्तो यहाँको अलिकति म बाल्यकालतर्फ जान चाहेँ। जस्तो यहाँको बाल्य अवस्थामा कस्तो खालको स्वभाव थियो? जस्तो अहिले तपाईँ आध्यात्मिकमा जोडिनु भएको छ, आध्यात्मिकलाई नजिकबाट निहाल्नु भएको छ, यहाँको बाल्यकालको अवस्था कस्तो थियो? बाल्यकाल पनि भन्नुपर्दाखेरि मैले चाहिँ अब त्यतिखेर ध्यान भजन भन्ने कुरो त मलाई अब त्यति थाहा थिएन होइन, गर्दिनँ थिएँ। जेमा पनि अब यस्तो पूजापाठहरू जतिखेर त्यो बेलामा आफ्नो अब हिन्दू संस्कारले जुन किसिमको पाठ्यक्रमहरू सिकाएको थियो त्यही बाटोमा चाहिँ म हिँड्थेँ अनि पूजाहरू गर्ने यस्तो गर्थेँ। विद्यार्थी जीवनमा पनि मैले अब यो विभिन्न त्यही त हो हाम्रो हिन्दू संस्कारमा फोटाहरू राखेर पूजा गर्ने चलन छ। ती पूजाहरूलाई पनि गरिन्थ्यो, निरन्तरता दिने काम पनि गरियो। त्यसै गरी नै बिताइयो भनौँ। अब यसरी पछि गएर आध्यात्मिक क्षेत्रमा यसरी लागिन्छ भन्ने त सोचेको त थिएन, सायद त्यतिखेर ज्ञान थिएन। तैपनि अब गर्दै जाँदाखेरि जो प्रभुको इच्छा पनि हो, उहाँले नखिचिकन त अब त्यहाँ पुग्न सकेन, उहाँले नै खिचेर होला सायद आज यो अवस्थामा आइएको छ। जस्तो मैले यहाँलाई चाहिँ भन्न खोजेको चाहिँ जस्तो बाल्य अवस्था हुँदाखेरि चाहिँ तपाईँ अलिक धर्मकर्ममा कतिको चाहिँ तपाईँ एउटा झुकाव हुनुहुन्थ्यो? धर्मकर्मप्रति त हामी अब एकदमै झुकाव हो। मेरो बुवा मम्मीहरू पनि अब धर्मकर्ममै आश्रित व्यक्ति हो उहाँहरू पनि। अनि त्यसले गर्दाखेरि मैले अब बाल्यकालदेखि नै सिकेको पनि हो। तर यसलाई अब यसरी निरन्तरता दिनुपर्छ भन्ने चाहिँ मलाई ऊ बेलामा लागेको थिएन। तर अहिले अब जिन्दगीको सवालमा यात्रा गर्दै जाँदाखेरि यो अवस्थामा आइपुग्यो। हजुर, जस्तो अहिले चाहिँ तपाईँको विश्व समाज चाहिँ भौतिकवादीतर्फ उन्मुख भएको अवस्थामा यहाँले चाहिँ आध्यात्मिक चिज पनि चाहिन्छ है मानिसलाई भन्नेको एउटा चाहिँ सन्देश लिएर हिँड्नु भएको छ। हजुर, कतिको चुनौती हुँदो रहेछ यस विषयमा? एकदमै चुनौती त हुन्छ नै। मानिसहरू भौतिकवादी नै भएका छन् अहिले। आध्यात्मिक त बिल्कुलै भुलिसकेकै छ होइन। सबैले हामी सबैले भुलेका छौँ भनौँ। अब आध्यात्मिक के हो भन्ने कुरो अहिलेका अब जेनेरेसनमा सायदै भनेदेखि थाहा पनि छैन। र अब यो जय गुरुदेव यो चाहिँ धर्म संस्थानले चाहिँ यो धर्म त नभनौँ होइन, जय गुरुदेव तपाईँ जुनसुकै धर्ममा रहेर पनि त्यो कामहरू गर्न सक्नुहुन्छ। तर यो जय गुरुदेव संस्थानले चाहिँ के गरेको छ भन्नु भनेदेखि विश्वमा सदाचारी शाकाहारी रहेर मानव कल्याणको लागि कसरी चाहिँ जीवन सहज र सजिलो हुन्छ, कसरी निरोगी रहन सकिन्छ, कसरी सुव्यवस्थित रहन सकिन्छ भन्ने कुराहरूलाई चाहिँ उहाँले चाहिँ यो संस्थाले चाहिँ सबैलाई दृष्टान्तगत गर्दै अगाडि बढेको छ। यो अवस्थासम्म आउँदाखेरि अहिले अब धेरै अब करोडौँको हिसाबमा सङ्ख्या भइसकेको छ होइन। अनि अब यसलाई चाहिँ अब कसरी बुझ्ने भन्दाखेरि यो मानव शरीर हामीले केवल खान पिउनका लागि मात्रै नभएर, मोज मजाको लागि मात्रै नभएर, यो शरीर हुँदैखेरि यो शरीर जबसम्म जीवित छ तबसम्म यो शरीरभित्रैमा परमात्माको दर्शन, ईश्वरको दर्शन गर्न सक्ने क्षमता हाम्रो शरीरमा छ। त्यसलाई चाहिँ हामीले खोज्नु पर्यो। जो त्यसको त्यो बाटोमा लैजान सक्नुहुन्छ यस्तो व्यक्तित्वहरू हुनुहुन्छ, जो त्यस्तो व्यक्तिहरू हुनुहुन्छ, उहाँको खोजी गर्नु पर्यो। जो सच्चा अहिले गुरु महाराज, हाम्रो गुरु महाराज जेलमा हुनुहुन्छ, यस्तै अब उहाँको चाहिँ अब गुरु महाराजको नाम अब हाम्रो हिन्दू संस्कारमा लिने चलन पनि छैन होइन। तर अब लिनुपर्ने अवस्था हुँदाखेरि
लिनु पनि पर्ने हुन्छ। तर उहाँको युट्युब च्यानल जय गुरुदेव युकेएम छ, त्यसमा चाहिँ अब हेर्नु भएमा सबै यथार्थ कुराहरू जानकारीहरू पाउनुहुनेछ। यसको अलावा अब उहाँले चाहिँ शाकाहारी सदाचारी रहेर जसरी नशामुक्त सदाचार नशामुक्त रहेर चाहिँ यो समाजको लागि केही गर्नुपर्छ भन्ने कुरा चाहिँ उहाँले दृष्टान्तगत गराउनु भएको छ। यो शाकाहारमा लागिसकेपछि मानिस अहिलेको जेनेरेसनमा हेर्ने भने धार्मिकता त हरायो, सेलायो, आमा बहिनीको इज्जत छैन अहिले। केले गर्दा त भन्दाखेरि जहाँसम्म नशाले नै हो होइन। अनि त्यसले गर्दाखेरि चाहिँ अब हामीहरूले सही बाटो के हो त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ। र यो शरीर जीवित छँदैखेरि उस परमात्माको दर्शन गर्न सकिन्छ, ईश्वरको दर्शन गर्न सकिन्छ। यो कुराहरूलाई चाहिँ जो त्यस क्षेत्रमा लागेर त्यो बाटोमा पुगिसक्नु भएको छ त्यस्तो व्यक्तिको शरणमा गइसकेपछि उहाँले त्यस क्षेत्रमा पुर्याउनु हुनेछ निश्चय पनि। र यो जय गुरुदेव नाम भनेको एउटा जगाइएको नाम हो। जस्तै सत्ययुगमा श्रीराम भनेर ढुङ्गामा लेखेर समुद्रमा फ्याँक्दाखेरि त्यहाँ जुन त्यो ढुङ्गाहरू तैरिएका थिए, त्यस्तै एउटा जगाइएको नाम हो यो नाम। यो कुनै धर्म होइन, यो नाम हो। यसलाई चाहिँ जो जगाउनुको मतलब चाहिँ जो परमात्मासँग स्वयं जोडिएको हुन्छ त्यो नाम जो सत्पुरुषहरूले चाहिँ जोड्नुहुन्छ, त्यसरी जगाइएको नाम हो। यस धरतीमा धेरै सत्पुरुषहरूले आफ्नो आफ्नो नाम जगाउनु भयो। राधा स्वामी भए यावत जगाउँदै आउँदा अहिलेको जय गुरुदेव नाम चाहिँ हाम्रो बाबा जय गुरुदेव महाराजले चाहिँ जगाउनु भएको नाम हो यो चाहिँ। र उहाँले यो नाम जगाएपछि उहाँले प्रचार प्रसार गर्नुभयो। र यो नाममा चाहिँ अहिले तागत पनि छ, जे पनि छ। जो शाकाहार सदाचार व्यक्ति छ उसले सदाचार शाकाहारी रहेर यो नामको कुनै पनि मुस्किलमा, कुनै पनि समस्या परेको बेलामा, कुनै पनि त्यस्तो अप्ठ्यारो परेको बेलामा, मेरो जिन्दगीको क्षण अब यति रहेछ भन्ने त्यो अवस्थामा पुगेपछि त्यो व्यक्तिले परीक्षा लिन सक्नेछ। एकचोटिको लागि जय गुरुदेव नामको परीक्षा लिन सक्नेछ कि यो नाम लिँदाखेरि उसले फाइदा भएन भनेदेखि जय गुरुदेव नाम अब नलिँदा पनि हुन्छ। तर फाइदा एकदम हुन्छ, यसमा 100% ग्यारेन्टी छ। यो गुरु महाराजले ग्यारेन्टी गरेका कुराहरू हुन्छन्। जय गुरुदेव युकेएम च्यानलमा हेर्नु होला, त्यहाँ उहाँले भनेका धेरै कुराहरू छन्। अब अहिले अन्तर्वार्तामै सबै कुरा भन्ने कुरो त अब सम्भव नहोला। जस्तो अलिकति मैले यहाँलाई प्रसङ्गवश यहाँलाई थोरै मैले फ्ल्यासब्याक जान चाहेँ। जस्तो यहाँले चाहिँ बाल्यकालदेखि नै आफ्नो चाहिँ धार्मिक एउटा सनातन हिन्दू धर्मको एउटा चाहिँ छाप पर्दै जाँदाखेरि आध्यात्मिक विषयमा तपाईँ गहन रूपमा जानुभयो र पछि भारत जानुभयो। भारत गएर तपाईँले विभिन्न चाहिँ साधन गर्नुभयो, साधक आफ्नो चाहिँ गर्नुभयो। त्यो गर्दै गर्दाखेरि तपाईँलाई कस्तो खालको चाहिँ महसुस भयो? वास्तवमा साधन चाहिँ के हो खासमा? साधना भनेको चाहिँ अब सोचिन्थ्यो पहिला त अब ध्यान गर्ने भनेको चाहिँ बल्ब उडेर बस्ने, आँखा चलाउने, बस यही मात्रै होला भन्ने लाग्थ्यो होइन। जब सन्त सत्पुरुषहरूलाई भेटिसकेपछि ध्यान साधनको मतलब अर्कै हुँदो रहेछ। जबकि यो शरीरभित्रै चाहिँ उस दृष्टान्तगत उस परमात्मालाई देख्न सक्ने क्षमता हुँदो रहेछ। उहाँहरूले त्यतिसम्म हाम्रा जन्मजन्मका कर्महरूलाई चाहिँ पखालेर सफा गरेर त्यो ठाउँसम्म पुग्ने सक्षम बनाउनु हुँदो रहेछ। र जबसम्म सत्पुरुष भए जस्तो महापुरुषहरूको संसर्ग हुँदैन, सम्पर्क हुँदैन, तबसम्म मनले जति चाहेर जति गरे पनि हुँदो रहेछ। गर्न त अब धेरै गरियो होइन, तैपनि के हुँदो रहेछ भन्दाखेरि जबसम्म बाटो देखाउने एउटा सद्गुरु नहुन्जेलसम्म त्यो पाटोमा प्रवेश गर्नलाई गाह्रो हुँदो रहेछ। जस्तो एउटा साधकलाई एउटा साधना गर्ने साधकलाई एउटा चाहिँ नि साँच्चीकै साधक बन्नको लागि चाहिँ कति समय लाग्दो रहेछ? साँच्चैकै साधक बन्नको लागि चाहिँ त्यो आफूमा भर पर्ने कुरा हो। जो गुरुले दिएको बाटोमा हिँड्यो, गुरुले भनेको बाटोमा हिँड्यो, उस उहाँ गुरु महाराजले जुन बाटो सम्झाउनुहुन्छ त्यो बाटोमा गुरुको आज्ञालाई शिरमा राखेर हिँड्यो भनेदेखि समय लाग्दैन। तर त्यसमा पनि धेरै उतार चढावहरू आउँछन्। अब यही हो, संसारिक जीवनमा रहेर बाँचेका छौँ हामी होइन। हरेक कामहरू गर्नुपर्ने हुन्छ, त्यसमा अब कहीँ अब गल्ती हुनसक्छ, के हुनसक्छ, त्यस्तोमा फेरि कुनै समस्याहरू आउन सक्छन्। त्यसले गर्दाखेरि बेला बेलामा गुरुसँग सम्पर्क गरिराख्नुपर्ने, जाइराख्नुपर्ने, दर्शन गर्नुपर्ने यावत कुराहरू हुन्छन्। र नत्र भनेदेखि त्यस्तो अब समस्या भनेको चाहिँ त्यति कुनै पनि समस्या हुँदैन खासै।
जस्तो तपाईँहरूले साधना गरिरहनु भएको छ होइन, हजुर। तपाईँ यो आध्यात्मिकलाई लिएर हिँड्नु भएको छ, विज्ञानलाई कतिको चुनौती रहन सक्छ? विज्ञानलाई त चुनौती अब यो त रहनै सक्छ, चुनौती नै हुनेछ हुनु चाहिँ होइन। अब विज्ञानले आजको विज्ञानले के भनेको छ त भन्दाखेरि अब धर्म त अब मानिसहरूले अब विज्ञानलाई त विज्ञानकै पछि लागेछन्, धर्मको त पुरै बिर्सिरहेछन्। किनकि विज्ञानले यस्तो भनेको छ उस्तो भनेको छ, आज प्लेन उडाएको छ, यो गरेको छ, ऊ गरेको छ, सबै यथार्थ कुराहरू त विज्ञानले नै गरेको हो। त धर्मतिर मानिस नै अब के अरे भगवान हो, सबै कुरो हो भन्ने कुरो चाहिँ आजको जेनेरेसनमा छ। तर त्यति हुँदाहुँदै पनि खास धर्म के हो र आध्यात्मिक के हो, त्यसभित्र कस्ता कस्ता विषयवस्तुहरू छन्, यो कुरो चाहिँ बुझ्नको लागि त्यो बाटोमा हिँड्नु भएमा सबैजनाले बुझ्नुहुन्छ, सबैजनाले जान्नुहुन्छ। जो शिव शङ्करसँग चाहिँ 3वटा आँखा थिए, त्रिनेत्र थिए भनेर भनिन्छ नि, त्यो अब हामीसँग पनि छन् नि, त्रिनेत्र हामीसँग पनि छन्। तर त्यसलाई खोल्ने खुलाउने मान्छे चाहियो, सक्षम गुरु चाहियो। गुरु भनेको अहिले धेरै छन्, अब कोही गलत पनि छन्, अब आफ्नो फाइदाको लागि आफ्नो बाटो समाएर हिँडेका पनि छन्। तर त्यसमा नभएर जो सक्षम छ, जो सच्चा छ, त्यस्तो व्यक्तिको पहिचान हुनु पर्यो। त्यस्तो व्यक्तिको पहिचान गरेर अगाडि बढ्नुभयो भने अवश्य पनि सफलता हुनेछ। यो शरीर जीवित रहँदाखेरि तपाईँले ईश्वरको दर्शन गर्नुहुनेछ। जसरी तपाईँ हामी बसेर गफ गरेका छौँ त्यसै गरी गफ गर्न सक्नुहुनेछ। यो च्यालेन्ज नै हो। जस्तो यो प्रश्नमा यहाँलाई मैले त्यति प्रश्न पार्न चाहेँ, जस्तो अहिलेको जेनेरेसनको कुरा पनि उठाउनु गर्नुभयो यहाँले। जस्तो कतिपय मानिसहरू अहिले चाहिँ भ्रमितमा छन्, जस्तै तपाईँको विस्ता खालका चाहिँ धर्मको नाममा होइन विभिन्न व्यावसायिक ढङ्ग गरिएको र हजुरले भने जस्तै होइन मानिसहरूलाई भ्रमित पारिरहेको अवस्था छ। यस्तो चिजलाई चाहिँ तपाईँको यो जय गुरुदेव महाराजले चाहिँ कसरी चाहिँ चिरफार गर्न सक्छ? यसले चाहिँ चिरफार गर्नको लागि के छ भन्दाखेरि यसको चाहिँ अभियानै चलेको छ। यसको अभियानै चलेको छ। जो सच्चा सद्गुरु छ उसले कसैसँग ट्याक्स उठाउँदैन हेर्नुहोला, सर्वप्रथम कुरा। किनकि यहाँ त बाँच्नको लागि ट्याक्स उठाउने चलन छ। त्यस्तो ट्याक्स कसैले पनि उठाउँदैन। उहाँ गएर अब हेर्न सक्नुहुन्छ, जो आश्रममा गएर हेर्नुभयो भनेदेखि त्यहाँ सबैतिर लेखिएको छ, कृपया जो माछा मासु खानुहुन्छ उहाँहरूले यहाँ पैसा नराख्नु होला भनेर उहाँनिर लेखेर राखिएका छन्। तपाईँ अन्त जानुहोस्, तपाईँ माछा मासु खाने हो या जे गर्ने हो त्यहाँ कुनै मतलब छैन। मतलब त्यहाँ चाहिँ जो सत्सङ्गीहरू छन् उहाँहरूले गएर 2-4 पैसा जति आफ्नो इच्छाले सक्नुहुन्छ चढाउन सक्नुहुन्छ। उहाँले त्यस मार्फत चाहिँ उहाँले लिने, उहाँले राख्ने होइन। फेरि हेर्नुहोस् उहाँले के गर्नुभएको छ भन्दाखेरि अहिले 10-10वटा एम्बुलेन्स इन्डियामा पनि वितरण गर्नुभएको छ। नेपालमा अब त्यस्तै एम्बुलेन्सहरू वितरण गर्नुभएको छ, गाडीहरू वितरण गर्नुभएको छ। अब जो नहुने, कोही केही नहुने असक्षम जो छन् तिनीहरूका लागि कपडा लता, कपडा, कम्बल, खाने व्यवस्थाहरू अहिले यहीँ काठमाडौँमै पनि हाम्रो छ, जय गुरुदेव संस्थान यहीँ पनि छ। र हाम्रो जय गुरुदेव संस्थानको अध्यक्ष, राष्ट्राध्यक्ष चाहिँ श्रीमान राजेश सोनीजी हुनुहुन्छ। यसै विषयमा उहाँहरू लागिराख्नु भएको छ। यसैमा चर्चा परिचर्चा र गुरु महाराजको आदेश के छ भन्दाखेरि सबैलाई, मानिसलाई सम्झाऊ, सबैलाई प्रश्न पार यो माछा मासु बाट र नसाबाट मुक्त हो। किनकि अगाडि यस्तो बिमारीहरू आउँदैछन्, यस्तो समस्याहरू आउँदैछन् जसले बेलुका बिमार लाग्यो भने उसले उज्यालो हुन नपाउँदै उसको चोला उठिसक्नेछ, शरीर गइसक्नेछ, शरीर मात्रै रहनेछ, आत्मा चलिसक्नेछ, गइसक्नेछ भन्ने कुरो चाहिँ उहाँहरूले भनिराख्नु भएको छ। यो युट्युब च्यानलमा हेर्नुभयो भने हजुरहरूले यथार्थ कुराहरू जान्नुहुनेछ। उहाँले भनेका चट मग्निपट विवाह भनेर चाहिँ उहाँले भन्नुभएको छ होइन, शाम को बीमार होगा तो सुबह वो चली जाएगा, यस्तो भन्नुभएको छ। अनि र उहाँले भनेका भविष्यवाणीहरू अहिलेसम्म जति पनि गर्नुभएको छ उहाँले भनेका भविष्यवाणीहरू खेर गएका छैनन्। अब यथार्थलाई कोट्याउने भनेदेखि लामो हुँदै जान्छ। यी विषयवस्तुहरूलाई परेको जस्तो यहाँ कुरा मैले थोरै कुरा काटे जस्तो जस्तो अब यहाँहरूले शाकाहारीको सन्देश दिइदिनु भएको छ, विश्वमा होइन शाकाहारी रहनुपर्छ भन्ने हिसाबको दिनुभएको छ। जस्तो मांसाहारी मासु खाने मानिसहरूको लागि चाहिँ शाकाहारी बनिदिनु पर्यो भन्ने यहाँको सन्देश हो। जस्तो अब अहिले अलिकति तपाईँले विज्ञानसँग जोड्न चाहेँ। तपाईँहरूलाई आध्यात्मिक लिएर हिँड्नु भएको छ। विज्ञानले चाहिँ के भन्छ भने तपाईँको एउटा इकोसिस्टम भन्ने हुन्छ कि जस्तो पागले चाहिँ तपाईँको मृगलाई खानुपर्छ, मृगले घाँसलाई खानुपर्छ। त्यस्तो गरिएर इकोसिस्टममा गरिएन भने पृथ्वीमा चाहिँ तपाईँको उसको सङ्ख्यामा अधिक मात्रामा हुन्छन् र जनावरले राज गर्छन् र मानिस भनेको सर्वश्रेष्ठ प्राणी हो, उनीहरूले राज गर्न पाइँदैनन् भन्ने पनि छ।
यो तपाईहरु यो चिजलाई कसरी हेर्नु भएको छ? यो त कदापि हुनै सक्दैन, किनकि अब तपाईँ हामीले पनि देखेको कुराहरू हुन् होइन। जता पनि सेभ एनिमल भनेर लेखिएको हुन्छ, तर पनि अहिलेसम्म हेर्ने भनेदेखि सबै चिजहरू सबै प्राणीहरू पृथ्वीबाट लोप हुँदै गइरहेका छन्। अब त्यस्तो हुने हो भने त अब हजारौँको सङ्ख्या हुनुपर्ने जो मानिसले जसलाई शिकार गर्दैन, जसलाई खाँदैन, ती चिजहरू किन लोप भएर जान्छन् त? त्यसको पनि त केही होला नि त। भने अब यो भन्नु चाहिँ एउटा भनाइ मात्रै हो, नत्र भनेदेखि त्यस्तो हुने हो भने त पृथ्वीमा जो मानिसहरू सदुपयोग गर्दैनन्, जसलाई मार्दैनन्, जसलाई खाँदैन, त्यो चिजहरूले त पृथ्वी ढाकिसक्नुपर्ने अहिलेसम्म खोइ त्यस्तो त अहिलेसम्म देखिया छैन। त्यसले गर्दाखेरि त्यो प्रति चाहिँ मलाई त्यति विश्वास पनि लाग्दैन। प्राणीको हत्या गर्नु चाहिँ पाप हो भन्ने यहाँको धर्म, मतलब यो हाम्रो गुरु महादेवको चाहिँ महाराजको चाहिँ हजुर त्यो सिद्धान्तमा पर्नुभयो। हजुर कुनै पनि प्राणीको चाहिँ हत्या गर्नु भएन, किनकि ऊ पनि उही परमात्मा, उही ईश्वरको पुत्र हो, पनि उसैको चाहिँ अंश हो। किनकि जीवात्मा बिना त ऊ चल्दैन। हेर्नुहोस्, जबसम्म यो शरीरमा जीवात्मा छ तबसम्म हाम्रो यो शरीर चलेको छ। जीवात्मालाई चाहिँ उसमा पनि त्यही छ, हामीमा पनि त्यही छ, र उसको पनि बाँच्ने अधिकार त्यति नै छ, हाम्रो पनि बाँच्ने अधिकार त्यति नै छ। उसले जो जसले बनायो उसलाई जति प्रेम गर्छ हामीलाई पनि त्यति नै प्रेम गरेको हुन्छ। र यो चाहिँ अब के भन्ने भन्दाखेरि यसलाई चाहिँ अलिकति सबैजनाले पुजिदियो भनेदेखि चाहिँ राम्रो हुन्छ। किनकि प्राणी भनेको त हामी पनि प्राणी नै हौँ, तर हामीमा अलिकति चेतना छ, उनमा अलिकति चेतना छैन, फरक त्यति मात्रै हो। जस्तो मैले यहाँसँग फेरि जान्न चाहेँ कि यो अलिकति उत्सुकता पनि भयो होला होइन। यहाँ अलिकति ऊर्जाशील साधक पनि हुनुहुन्छ। जस्तो मानिसको जीवन के रहेछ, यो जगत के रहेछ, यो मानिस जन्मिनुको चाहिँ कारण अर्थ केही होला नि त। चाहिँ के रहेछ तपाईँको बुझाइमा? हजुर, एकदम राम्रो प्रश्न हो। मानिसको जन्म हुनु भनेको चाहिँ खानु पिउनु र मौज मस्तीको लागि मात्रै नभएर हजुर भगवानको साधन भजन गर्नका लागि, ईश्वरको साधन भजन गर्नको लागि यो शरीर छँदै उससँग भेटघाट गर्नको लागि र मरेपछि यो शरीर छोडेपछि जहाँबाट आएका हौँ, जो पिता छन् हाम्रा, उहाँसम्म जानको लागि बनाइएको शरीर हो। भजन भनेर अब साधन भजन भनिन्छ। साधन भजन भनेको के हो त भन्दाखेरि अब नबुझिएको पनि हुनसक्छ कतिपय कुराहरू होइन। भजन भनेर चाहिँ हामीले गाउने मात्रै नभएर जो परमात्मा ईश्वरबाट बजेका भजनहरू छन् तिनलाई सुन्नु पर्यो, तिनलाई सुन्न सक्ने क्षमता छ हामीमा, त्यो सुन्नु पर्यो। 24 घण्टा सदाबहार गुन्जेका छन्, ती गुन्जनहरूलाई सुन्नु पर्यो। त्यो गुन्जनहरू सुन्ने चाबी भनेको कोसँग छ त भन्दा सन्त सत्पुरुषहरूसँग छ। त्यसले गर्दाखेरि सन्त सत्पुरुषको सम्पर्कमा गएर उहाँहरूसँग दीक्षा लिएर यदि अगाडि बढ्ने हो भने निश्चय नै मानव जीवनको यो भौतिक शरीरका लागि पनि सुखमय छ र आध्यात्मिक शरीर अब जस्तै यो संसार छोडेपछि पनि सुखमय नै छ। फेरि जन्मिनु मर्नु 84 मा पर्नु, लाख 84 लाख योनिमा चाहिँ फर्किनु जानु आउनु परिरहेन। त्यो गर्नु परेन, सदाको लागि मुक्ति भयो। मुक्ति भन्ने चिज त्यति सस्तो र सजिलो छैन, त्यसका लागि धेरै सङ्घर्ष गर्नुपर्ने हुन्छ। ओके भाइ, जस्तो अलिकति फेरि पछि ग्यास पनि हुन चाहे मानिसहरूलाई एउटा उखान पनि चाहिँ नेपालमा चाहिँ नि मरि नमरि स्वर्ग देखिँदैन भन्ने छ भनाइ छ। जस्तो मानिसहरूलाई अलिकति कहिले कहिले चाहिँ नि एकान्त हुँदाखेरि मनमा कुरा खेल्ने गर्दछ होइन, कौतूहलता जाग्छ क्या। उदाहरण म आफै नै मरेपछि के हुन्छ होला होइन भन्ने हरेक मानिसहरूको चाहिँ एउटा जनचासो एउटा चाहिँ नि हुन्छ होइन। यो एक खालको एउटा चासो र बसको विषय पनि रह्यो कि तपाईँहरूको चाहिँ नि यो खालको सिद्धान्तले चाहिँ के भन्न सक्छ? अब म आफू नमरी स्वर्ग देखिन्न भन्ने कुरा चाहिँ अब यो कुराहरू चाहिँ जसले अनुभव गर्नुभएको छैन उहाँहरूले भन्ने कुराहरू हो होइन। स्वर्ग देख्ने भनेकै नमरिकन हो, मरिसकेपछि त सकियो नि। अब उसलाई अब जीवात्मा भनेको त अब कस्तो कर्म गरेको छ त्यही अनुसारले जाने हो। राम्रो कर्म गरेको छ भने अब स्वर्ग देख्ने ठाउँमै जाने हो। यदि नराम्रो कर्म छ भनेदेखि अब उसको जाने बाटो अर्कै छ, 184 योनिमा पनि जानु पर्यो अथवा नरकमा जानु पर्यो। जो सन्त सत्पुरुषहरूले भनेका कुराहरू छन् ती कुराहरू एकदम तथ्यमा आधारित छन्, तथ्य कुराहरू। जो साधक यदि साधना गर्दछ उसले हेर्न चाहन्छ भने त्यो साधकले त्यसभित्र गएर साधनाका माध्यमद्वारा उसले हेर्न सक्छ, उसले देख्न सक्छ, त्यो बाटोमा उसले हिँड्न सक्छ। यो शरीर हुँदै के नरक पनि देख्न सक्छ, स्वर्ग पनि देख्न सक्छ। र हाम्रो त सतलोक कहाँबाट आएका हामी भन्दा सतलोकबाट आएका हौँ, सतलोक पनि पुग्न सक्छ।
जो हाम्रो पिता अब स्वयं हुनुहुन्छ उहाँलाई त हामीले बिल्कुल यो धरतीमा आयौँ लाखपल्ट जन्म्यौँ मऱ्यौँ अब यहीँ हुँदा हुँदा उहाँलाई त बिल्कुल भुलिसक्यौँ हाम्रो अब त्यतातिर त छ भन्ने सम्झनै छैन हामी धेरै टाढा गयौँ भने मन्दिरसम्म जान्छौँ त्यहाँ पूजा गर्छौँ तर त्यहाँभन्दा अन्त हामीलाई देखेका छैनौँ किनकि त्योभन्दा मन्दिरमा धानु पर्दैन मन्दिरमा नजानु यसको मतलब मन्दिरमा नजानुहोस् भन्न खोजे होइन मन्दिरमा जानुहोस् आस्था बोकेर जानुहोस् त्यो तपाईँको ठाउँमा छ हाम्रो ठाउँ आफ्नो ठाउँमा छ होइन तर साधन भजन पनि गर्नुहोस् यो शरीर छँदै उस परमात्माको पनि दर्शन गर्नुहोस् तपाईँ स्वयं आफै विश्वास गर्नुहुन्छ यसमा धेरै कुरा गम्याउनु भन्दा पनि अब आफैले भोगेर आफैले जानेर देखेर गरिसकेपछि त अनि कसैलाई सोध्ने कुरो पनि रहेन आफैमा विश्वास पनि भयो जस्तो अब हामी यहाँ कार्यक्रमको अन्त्यतिर पनि छौँ र यहाँलाई मैले जाँदा जाँदै एउटा फेरि जोड्न पनि चाहेँ जस्तो गौतम बुद्धलाई चाहिँ यो नेपालको चाहिँ द लाइट अफ एसिया भनेर किनकि उहाँ चाहिँ इन्लाइटमेन्ट भइसक्नु भएको छ महापुरुषको रूपमा उहाँलाई चिनिन्छ उहाँ चाहिँ मोक्ष प्राप्ति र मुक्त पुरुष भनेर चिनिन्छ जस्तो यही उहाँकै यो सिद्धान्त तपाईँले फलो गर्नुभएको अथवा तपाईँहरू बिचमा फरक चाहिँ के छ यो बिचमा यो बिचमा फरक भन्ने कुरो केही पनि हुँदैन हेर्नुहोस् आध्यात्मिक क्षेत्रमा पुगिसकेपछि भनेको यो धर्म ऊ धर्मले अर्कै गर्ने यो धर्मले अर्कै गर्ने मुस्लिम यो हिन्दू यो बुद्ध यो भन्ने कुरो हुन्न हेर्नुहोस् त्यस क्षेत्रमा लागिसकेपछि त्यो धर्म त्यो भनेको नाम मात्रै हो धर्म ती बाहिरका नाम मात्रै हो जस्तै अब बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको थियो उहाँ इन्लाइटेनमेन्ट हुनुभएको थियो उहाँले चाहिँ आत्मामै सबै कुरा देखिसक्नु भएको थियो आफ्नो आत्मालाई चिन्नु भएको थियो परमात्मासँग पुर्याउनु भएको थियो त्यस्तै हो हाम्रो पनि त्यही हो जो आत्मा छ जो यस शरीरमा आत्मा यो शरीर चलाउने आत्मा छ त्यो चाहिँ जन्मदेखि करोडौँ वर्षदेखि चाहिँ यो धरतीमा आएर विभिन्न दुःख समस्याहरू झेलिरहेको छ भोगिरहेको छ त्यसलाई उज्यालो दिशातर्फ लैजाउँ परमात्मासँग पुर्याउँ जसरी बुद्धले चाहिँ लाखौँ मानिसको त्यो बेलामा पनि उहाँले कहाँसम्म पैदल हिँडेर पनि दीक्षा दिएर चाहिँ आफ्ना अनुयायी आफ्ना सङ्गतिहरू बनाएर लिएर जानुभएको थियो त्यसै गरेर हाम्रो पनि जय गुरुदेव धर्म संस्थानले चाहिँ मानिसहरूलाई यो शाकाहार नशामुक्त रहेर यसै धरतीमा जीवित रहँदैखेरि भगवानसम्म पुग्न सकिन्छ त्यो बाटोलाई पछ्याउँ सबैले त्यस बाटोमा हिँडौँ भोलि आउने भयङ्कर बिमारीहरू समस्याबाट मुक्ति पाऊँ भनेर चाहिँ लागि परेका छौँ होइन यहाँको भनेको मतलब चाहिँ अब यो आत्मालाई जीवित रहेको समय आत्मालाई परात्मासँग जोड्न सकिन्छ यसको लागि शाकाहारी बन्नु पर्यो शाकाहारी भन्ने यहाँको सन्देश छ हजुर शाकाहारी बन्नु पर्यो यसका अलावा शाकाहारी बनेर मात्रै भएन र त्यसलाई चाहिँ साधन भजन पनि गर्नु पर्यो म अब यो अवस्थामा छु म 2 घण्टा 3 घण्टा म एभ्रिडे मेरो अब चाहिँ साधन भजन हुन्छ होइन अनि त्यसै आदरणीय दर्शकहरू यति बेलासम्म साथ दिनुभयो आज पनि हामी कार्यक्रमको अन्त्यतिर छौँ विभिन्न अन्तरङ्ग कुराकानी गर्ने क्रममा आज पनि हामीले आध्यात्मिकको विषयलाई लिएर कुराकानी गऱ्यौँ र यहाँले जस्तो यहाँलाई मैले सोध्न छुटेको र यहाँलाई मन लागेको कुरा छ भने हाम्रो दर्शकसँग यहाँले सेयर गर्न सक्नुहुन्छ हजुर नमस्कार म चाहिँ अब यही भन्न चाहन्छु कि यहाँहरू पनि शाकाहारी रहेर नशामुक्त रहेर सबैजनाले चाहिँ आफ्नो यो शरीर हुँदाखेरि आध्यात्मिक क्षेत्रमा लागेर चाहिँ जीवित हुँदै प्रभुको दर्शन गरौँ ईश्वरको दर्शन गरौँ अनि जो आमा बहिनी हुनुहुन्छ उहाँहरूको इज्जत बचाउँ जीवको रक्षा गरौँ म यही भन्न चाहन्छु हस्त नमस्ते दर्शकहरू अब यहाँबाट बिदा लिनुपर्ने भएको छ र समयको बावजुद हामी आजको कार्यक्रमलाई यहीँ बिट मार्छौँ समय यहाँ साथ दिनुभयो र यहाँले पनि आफ्नो कार्यव्यस्तताको बावजुद आइदिनुभयो हाम्रो निमन्त्रणलाई स्वीकार दिनुभयो यहाँलाई धेरै धन्यवाद छ यहाँको साथ यहाँको कार्यक्रम अझ उच्च सफलताको म कामना गर्न चाहन्छु थ्याङ्क यू सो मच आइदिनुभयो धन्यवाद हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद मलाई पनि यहाँसम्म आएर आफ्ना मनका कुराहरू विचार कुराहरू राख्ने अवसर दिनुभयो यो मेरो गुरु महाराजको अब कृपा दया कृपा पनि हुनसक्छ होइन अनि यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद खोज तलास मिडिया टेलिभिजनलाई तथा पत्रिका जे छ यहाँलाई पनि धेरै धेरै धन्यवाद यही भन्न चाहन्छु हस्